सुरुवात कताबाट गरौँ? सुरुवात मुनिबाट गरौँ कि माथिबाट गरौँ? माथिबाटै गरौँ। एलोन मस्कलाई के चाहियो? एलोन मस्कलाई चाहियो बुस्टर। धरतीबाट त्यो रकेटलाई बोकेर माथि लगेर अन्तरिक्षमा छोड्ने अनि त्यही जहाज फर्किएर ल्यान्ड गर्ने एउटा ट्रान्सपोर्टेसन जस्तो रकेटलाई माथिसम्म पुर्याउने अनि अन्तरिक्षमा छोडिदिने अनि आउने ओहोरदोहोर गरिराख्ने जहाज चाहियो। अनि एलोन मस्क भन्दा मुनिको स्टेपको मान्छेलाई के चाहियो? पृथ्वीको सबैभन्दा राम्रो ब्रान्डको, पृथ्वीको सबै अर्थतन्त्रहरू आफैले कन्ट्रोल गर्न सक्ने एउटा बिजनेस चाहियो। अनि त्योभन्दा मुनिको मान्छेलाई के चाहियो? आफ्नो देशभरिको इकोनोमीमा चाहिँ आफ्नो नाम आओस् सबैभन्दा पहिला, अनि देश विदेशमा आफ्नो लगानीहरू होस्, कम्पनीहरू होस्। त्योभन्दा मुनिको मान्छेलाई के चाहियो? देशभरि छुट्टा छुट्टै ठाउँमा धेरै धेरै कम्पनीहरू चाहियो, बिजनेसहरू चाहियो, आफ्नो बड्का नाम चाहियो, अनि विलासिताको जिन्दगी चाहियो, सब कुरा चाहियो। त्योभन्दा मुनिको मान्छेले के चाहियो? राजधानीमा घर चाहियो 4-5 वटा, अनि देशका विभिन्न स्थानहरू, देशका विभिन्न व्यापारिक केन्द्रहरूमा पनि आफ्नो घर चाहियो। त्योभन्दा मुनिको मान्छेलाई के चाहियो? आफ्ना जिल्ला तथा 2-3 जिल्लाहरूमा अर्थात् आफ्नो चाहिँ व्यापारिक केन्द्रमा विशाल विशाल घर होस् अनि बिजनेसहरू होस्। यसरी मुनि झर्दै अन्तिममा आउँछु म। मलाई के चाहियो? गाउँमा एउटा घर चाहियो। भएन, अलिकति बढी पैसा कमायो भने अलिकति सहरमा एउटा घर यदि चाहियो, अलिकति पैसा धेरै कमायो अलिकति घर चाहियो, अनि परिवार चाहियो। मेरो स्टेजभन्दा मुनि पनि त मान्छे छ, उसलाई के चाहियो? उसलाई केही चाहिएन, बस वर्षभरि खान पुग्ने अन्न पानी चाहियो, अनि दसैँ तिहार मनाउन पुग्ने चाहिँ नगद चाहियो। आफ्नै गाउँमा फलाएको फुलाएको नगदे बालीहरू बेचेर त्यति कुराको जो हुन सक्यो भने बस भयो। त्योभन्दा पनि मुनिको स्टेजमा पनि मान्छेहरू हुन्छ जसलाई चाहिँ बनी गरेर आजको छाकको लागि हिजै गरेछ, भोलिको छाकको लागि पनि आज केही काम मिलोस् या केही कसरी जो होस् पुग्यो मलाई भन्नेसम्मको मान्छे हुन्छ। त्यहाँसम्म मात्रै जाउँ, माथिबाट मुनि झर्दै त्यहाँसम्म। तर के आजको छाकको लागि हिजो गरेको छु, भोलिको छाकको लागि आज चाहियो भन्ने मान्छेलाई 1 हप्ताको लागि तिमीलाई ल भनेर आर्थिक सहयोग या खाद्यान्न या केही गर्यो भने पर्याप्त हुन्छ? वर्षभरि आफ्नो घरबार चल्नको लागि आवश्यक पर्ने नगद या जिन्सी या खाद्यान्न यति चाहिन्छ भन्ने मान्छेलाई 1 वर्षको लागि ल भनेर दिउँ, पर्याप्त हुन्छ? त्यस्तै मलाई चाहिएको गडेरी या घर या केही कुरा यति भए पुग्यो भन्छु म, तर मलाई कसैले त्यो दियो भने पर्याप्त हुन्छ। अनि त्यो स्टेप बढ्दै जाँदाखेरि एलोन मस्कलाई पनि त्यो बुस्टरले सक्सेसफुल्ली काम 2-3 पटक लन्च गरिसक्यो, 2-3 वटा फेल भयो र 1-2 वटाले सक्सेस पनि भयो होइन। त्यो बुस्टरले राम्ररी काम गर्न थाल्यो, माथि जाँदै फेरि टेक अफ हुँदै ल्यान्डिङ हुन राम्ररी गर्न थाल्यो र दुनियाँदारी चाहिँ गर्न थाल्यो चाहिँ स्पेसमा, हरेक कुरा मङ्गल ग्रहमा पनि।
स्पेसमा हरेक कुरा गर्न थाल्यो, सहजै हुन थाल्यो र मङ्गल ग्रहमा पनि बस्ती बसाल्यो। पर्याप्त हुन्छ एलन मस्कलाई? हुँदैन। आखिर मान्छेलाई के छ? यी र यस्ता कुराहरू सोचेर म आफै दिक्क हुन्छु, अलि हैरान पनि लाग्छ। मेरो आवश्यकताको, मेरो आकाङ्क्षाको यात्रा चाहिँ कहाँसम्म होला? मेरो बढ्दो इच्छा आवश्यकताहरू चाहिँ कहाँ गएर चाहिँ ठ्याक्कै पूर्ति हुन्छ त? हुँदैन। मलाई हेरौँ, मभन्दा मुनिको मान्छेलाई हेरौँ या एलन मस्कलाई हेरौँ, त्यो त कहिले टुङ्गिँदैन नि। जुन कुराको चाहिँ त्यो एउटा फाइनल डेस्टिनेसन अर्थात् एउटा अन्तिम गन्तव्य छैन, त्यसको लागि म मरिहत्ते गरेर लागिरहेको छु। एकातिरबाट सोच्दा त सास उठ्दा थाहा छ, अब्जर्भ गर्दाखेरि, अवलोकन गर्दाखेरि थाहा हुन्छ, कहिले पनि टुङ्गिँदैन। आवश्यकताको श्रृङ्खला, आकाङ्क्षाको श्रृङ्खला कहिले पनि टुङ्गिँदैन। तर पनि म लागिरहेको छु। कहाँसम्म पुग्छु? आखिर मलाई के चाहिएको? कहिलेसम्म चाहिने? के चाहिने? कति चाहिने? कतिले पुग्छ पुग्दैन भन्ने पनि थाहा छ, तर म लागिरहेको छु। सगरमाथामा चढ्नेहरू पनि त चढेर एकपटक त पुगेर ओर्लिन्छ नि त। तर यो मैले गरिरहेको सङ्घर्ष, मैले गरिरहेको पिछा, जुन चिजको म पिछा गरिरहेको छु, पैसा 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 पहिला बढायो पैसा, पहिला पछि सार्यो पैसा, पहिल्यै पछि पैसा, यता पैसा उता पैसा, आवश्यकता पैसा। अरू कुरा यो पृथ्वीलाई अहिले तहस नहस बनाउने न्युक्लियर बम होइन, पैसा हो। पैसाको पछि लाग्दा लाग्दा मानिसहरू, मेरै कति कुरा छुटे, मैले के कुरा त्याग गरिरहेको छु पैसाको लागि। के कुरा, कति कुरा दबाएर बसेको छु, कति कुरा सहेर बसेको छु। हर कोहीले गरिरहेको छु पैसाका खातिर। किनभने पैसा छैन भने गन्दैन कसैले कसैलाई। अब के कुरा, मै गन्दिनँ अनि मलाई कसैले गन्छ? जब आफूले जस्तो व्यवहार गर्यो अरूले पनि त्यस्तो गर्ने हो। तिमीले कसैलाई गन्यौ भने तिमीलाई गन्ने हो। तिमी गन्दैनौ, पैसा कसैसँग पैसा थिएन भने तिमी गन्दैनौ अनि तिमीलाई गन्छ। तर पछि चाहिँ कहिलेसम्म लाग्नुपर्ने? कहाँ पुगेर यो यात्रा टुङ्गिन्छ? हजुर, आखिर मानिसलाई के चाहिएको? के चाहिएको मानिसलाई? के चाहिँ चाहिएको खासमा?